आज चाहिँ साह्रै अमलाको अचार खान मन लागेको भएर मैले चाहिँ अमला मन्डीमा गएर लिएर आएर बनाएको है। सब आफ्नो मजाले सब्जी जस्तै बनाउन त आउँथेन, त्यही पनि कस्तो हुन्छ त्यो ट्राई गरौँ भनेर बनाएको। राम्रै भयो मेरो हिसाबले चाहिँ। अनि नुन चिनी खुर्सानी सबै चिज मसलाहरू हालेर बनाएको। बनाइसकेपछि मम्मीलाई अगाडिको मान्छेले टेस्ट गराउँ न त भनेर मम्मीलाई दिएँ। मम्मीले राम्रै छ सबै चिज, नुन खुर्सानी चिनी सब राम्रो छ भन्नुभयो। अनि बुवालाई दिउँ न त, बुवालाई पनि सोधेको कस्तो भयो भनेर सोधेको, के बनायो र खै भनेर भन्नुभयो कि। अनि हेर्दाखेरि चाहिँ अमलाको अचार भनेको। एकदम खुसी पनि हुनुभयो, टेस्ट गर्नु न त कस्तो छ पहिला अनि भन्नु भनेको। अनि उहाँलाई चाहिँ आफ्नो मम्मीको याद आयो भन्नुभयो कि। अनि किन भनेर भनेको, यसरी नै हामीलाई सानो हुँदाखेरि बनाएर दिनुहुन्थ्यो, आज चाहिँ तैँले यो बनाएर टेस्ट पनि राम्रो छ, नुन खुर्सानी सबै ठिक छ, अनि चिनी नि सब ठिक छ भन्नुभयो कि। अनि सबै टेस्टहरू त अब उस्तै त भएन, तर यसरी बनाएर दिनुहुन्थ्यो भनेर याद आयो मम्मीको भन्दै बाबुको दिनुहुन्थ्यो। ठिक छ, मैले केही चिज बनाएर उहाँलाई खुसी लाग्यो, मम्मीको याद आयो है। आफूले केही बनाउँदा फ्यामिलीलाई मन पर्यो भने साह्रै खुसी लाग्दो रहेछ।